गुड मर्निङ नमस्कार आज बिहानै यो हरियो मात्रै केलाइरहेको छ के हो यो यो लिख्रो होइन लिख्रो हाम्रोतिर लिख्रो भन्छन् यता न्युरो भन्छन् खोलाको जङ्गलमा खोलाको किनारहरूतिर पाइन्छ यो होइन काखमा ओसिलो ठाउँमा पाइन्छ यो चाहिँ फर्सीको मुन्टा यो चाहिँ इस्कुस इस्कुस भने मैले त काठमाडौँ आएबाट मात्रै खाएको छु मलाई यो फर्सी भनेको नेपालमा आएर खाएको यो जुम्लातिर हामी खान्थेनौँ किनभने अब अहिले त जताततै खाने चलन छ पहिला खान्थेनौँ हामीहरू किन खाएनन् होला थाहा छ जुम्लामा फर्सीको मुन्टा किन खाएन किनभने धेरै जग्गा बारीहरू प्रशस्त हुन्थ्यो होइन अनि फर्सीहरू यता लाग्ने फर्सी खाँदै ठिकै खाने मुन्टाको त अस्तै हुन्थेन सही हो काठमाडौँमा जग्गा कम हुन्छ सबैले घर मात्रै लाउँछन् तरकारी बारी कम हुन्छ काठमाडौँ तरकारी लाउनु अलिक ठाउँ पनि कम हुने हुनाले यहाँ के खाँदा ठिक हुन्छ भनेर भएको कुरालाई प्रयोग गर्छ यो खानु भएन हाम्रो तलको यो कमलो भात खान पर्यो होइन यो गाउँघरतिर लिखरो सम्बन्धी एउटा गीत पनि छ नि के हो भनिदिनु त बुढो मलाई आएन म त्यति जुडो है आउँदैन तर होइन अनि पाटनबाट टिप्दै आए लिखुरीको साग नै म तपाईँलाई जुडाउँछु है बुढा सँगसँगै जागिरी खाने भाग्यमा मेरो नाइ लिखुरीको साग नै भाग्यमा मेरो जागिरी खाने नाइ लिखुरीको साग नै मेरो कर्मको भाग नै मेरो कर्ममा जागिरी खाने भाग नै